आउँछ उसको छेउ फुट्यो सबै गयो स्वागत छ तपाईहरुलाई हामी चाहिँ अहिले हन्टिङ गर्नु निस्केको छौं अब हन्टिङ भिडियो तपाईहरुलाई सबै देखाउने छौं कसरी हुन्छ कसरी मारिन्छ भनेर है त गाइस ल हेर्दै गर्नु अब देखाउँछौं हामीले दादा एकै शटमा त्यहाँ देखाउनु यो चाहिँ हाम्रो सानोदेखि लिएर पालेको हो यो चाहिँ मसँग धेरै डराउँछ अनि सुँगुरको मासु पोल्नु हुँदो रहेछ सुँगुरको हैन हौ हैन यो चाहिँ हामीले सानोदेखि पालेको ज्ञानी छ यो तपाईहरुसँगै बस्छ हैन यो चाहिँ यत्रो थियो सानो थियो अहिले चाहिँ धेरै ठुलो भइसक्यो यो त मसँग त कति बात छ कतै बोल्छ कि बोल्दैन बोल्छ बोल्छ के भन्छ तर राति बोल्दैन के भन्छ यसले गोपी के गरेको भन्छ अनि बसेको भन्छ अनि तरकारी पकाएको भन्छ हो र ए त्यस्तो मजाले बोल्न थालिसक्यो ए उहाँ चाहिँ हामीले चाहिँ खोइ एउटा भइसक्यो ए अनि तेरो बाजे उठिरहेको त्यो पोलेर आउँदा बोलिसकेको के को खाना गाई पछि टोक्ला फेरि ओइ टोक्ला छोरी पछि रहेछ त यसो टस म त सुगालाई चाहिँ भन्छु उ बुवा आउनु भयो हेर टस लाल्दै आउनुभयो भन्छु यतातिर पनि हेरौ के टस लाएर अनि बुवा आउनुभयो भनेको त होइन रहेछ अनि यसो निस्केर हेर्छु त बाघ्याङतिर पो बाजा टस त छाला पनि भेटायो यसले खाने नै छाला हो यस्तो र मेरो फेभरेट आउँछु भन्दैन लिएको सबै अनि दिदीलाई पनि दिनुभयो कि छैन त्यो के अरे उ गर्नु मात्रै के अरे ठुलो कुरा होइन नि त के पो ठुलो कुरा होइन नि त घर जानु गर्नुलाई पैसै चाहियो जे गर्ने पैसै चाहियो पैसै चाहियो पैसा बिना केही नचल्ने रहेछ संसारमा भन्छ 33 34 35 36 38 39 हजार भाग छ नि फेरि हात खान्छ 12,000 हात खान्छ एक भाग त हाम्रो हात नखाऊ भनेको होइन तँलाई 11,000 त नाफै भयो कति 20 रुपियाँ पछिमा जानु हुँदैन पर्वते पनि उसँग डराउने यो पनि उसँग डराउने कान्छो ल माम खाऊ न ल माम खाऊ कम हो यसरी खानुपर्छ ल ल अझै खाऊ अझै खाऊ छोरो कान्छो खाने सरोज लैजा है ल म यसलाई लिएर जान्छु है यसले न्यु पो खोज्दो रहेछ यसलाई लिएर जानु पर्यो ए खान्छ ल माम खाऊ माम छिटो खोइ अनि पुच्छारबाट तान्छु है यस्तो पुच्छार छुनु मान्दैन ल सानो कान्छो इ मामु खाने सरोज दादा खै सरोज दादा खै यसको त यसलाई त दादा भन् बाखा भनेको बोल्छ त सुन्दैनस् दादा भन्छ यहाँ छौ भन्छ म यहाँ छु हौ ल जाऊ तँ त्यसलाई म यहाँ छु ल
त्यसलाई बाँड्दिएन ल भयो ठुलो भइसक्यो रिस आएको थियो कि होइन रिस मर त्यसको खाऊ सानो रिस है मर म त जान्छु ऊ सर दादा लिनु आएको छ दादाकोमा जाने अरे त चाहिँ म यहीँ त बस्छ जान्छु साइकल चढाएर